पुतली वा कति राम्रो पुतली अरु के छ कस्तो गर्छ पुतली हो र हो यस आस मन पर्यो वाउ कति राम्रो बाबुको फराक घुम्दिउँ त नगर्दै पछि लाउने हास वाउ ह्याप्पी कति धेरै ह्याप्पी भयो कहाँ ह्याप्पी भएको देखाइदेऊ न ह्याप्पी भयो कहाँ ह्याप्पी भएको भएन बेबी तिमी ह्याप्पी भएन वा थ्याङ्क यू भन न थ्याङ्क यू कसरी भन्नु ल भने त मम्मा वेलकम मम्मा थ्याङ्क यू भन न आई लभ यू भन्दै न आई मिस यू मम्मा त फोकस कति राम्रो देख्यो वा कति राम्रो देख्यो सन्चो भयो सन्चो भयो खुट्टा aku खुट्टा यसो खुट्टा यो मै बाबुको त्यो किरिम ल्याइदिएको किन्दाको दुख्यो ini kidi ini kokos दुख्यो चक्कर गर्नु हुँदैन सास भन्दै त्यो त बुम्बा गयो ल नगर सास भन्दै अनि itu kutayo bayo Kalara सन्चो भयो गाला सन्चो भयो हाँस नानीले क्रिम लगाइदिएको नि त काला सन्चो भयो खुट्टा सन्चो भयो अनि बु हेर पुटुल बाहिर निकाल्दैन नि त त्यस्तो राम्रो हुँदैन नि राम्रो देख्दैन नि त फेरि यो बाहिर निकालौँ के हाँस भन्दै यसो गर्ने यो भित्र हाल्ने यसो गर्ने म अर्को देखाइदिन्छु लगाएर हाँस भन्दै हुन्छ भन्दै नानी वेलकम पुन्डे यता के आयो भयो kokos ne ini tuh kokos cu पाइया गर्छु हस् आसानी यहाँ यो बु बाहिर निकालौँ यो पुटली यहाँ सेम हुन्छ यसरी यो लिउ त यस्तो गर्नु यस्तो गर्नु अच्छा
मन पर्यो मन पर्यो ह्याप्पी भयो ह्याप्पी भयो कसरी भयो ह्याप्पी ह्याप्पी पिज्जा मन नेपालमा बस्थ्यो खोइ त मन नेपाल क्यानिबाट बस्यो ह्याप्पी भयो अब हामी कहाँ जाने भनिदेऊ न माथि हेर त माथि हेर छिटो किम्ला र गाजर लाएर जाने क्या माथि हेर अब को मान्छे यस्तो गर्ने यो हजुर टाउका बेबी मङ्की कस्तो गर्छ अरे मङ्की हेर्नु जाने हो नि आज जाने मेरी माया फुला जस्ती बगैँचामा फुलिरहने मेरी माया चम्किला ताराहरूमा चम्किने जुन खुट्टा पनि फाले छिन् र कसको बजे यस्तो अङ्ग गर्ने सानो बच्चा कसले ह्याप्पी हौ न अब अभी कसको बच्चा यस्तो गर्ने यता हेर त छोड्नु सानी मङ्की हो तिमी हाम्रो मङ्की हेर त सानी हाम्रो मङ्की हाम्रो घरको मङ्की ढुम्मे मङ्की नानीको मङ्की हो नि त तिमी त मङ्की कस्तो गर्छ अरे कस्तो गर्छ मङ्की भने फेरि मङ्की हुन लड्छ तिमी मङ्की हो ल जा मिना हिँड जा ल फेरि मङ्की उहाँ गरिदियो नि त ल भयो जा